जीवन जीवन काँडाकी फूल। काँडाबीच किन फुल्छ जीवनको सबैभन्दा सुन्दर फूल। यदि तपाईँको सम्पूर्ण जीवन एउटा बगैँचा हुन्थ्यो भने त्यहाँ तपाईँ के धेरै देख्न चाहनुहुन्थ्यो? रङ्गीन फूल, हरियाली वा केवल सुन्दर दृश्य? सायद हामी सबैको उत्तर एउटै हुन्छ होला, त्यो हो फूल। किनभने फूल सुन्दर हुन्छ, फूलले मनलाई आनन्द दिन्छ, फूलले आशा जगाउँछ। तर प्रकृतिले एउटा गहिरो सत्य लुकाएको छ। जुन फूल सबैभन्दा सुन्दर हुन्छ त्यसको वरिपरि प्राय सबैभन्दा धेरै काँडा हुन्छ। यदि प्रकृतिले फूललाई काँडाबीच सुरक्षित राख्छ भने के जीवनले पनि हाम्रो सबैभन्दा ठूलो सफलता, सबैभन्दा गहिरो खुसी र सबैभन्दा सुन्दर भविष्यलाई सङ्घर्षको काँडाभित्र लुकाएको हुन सक्दैन र? सायद त्यसैले जीवन सजिलो छैन। सायद त्यसैले हामी सबै कुनै न कुनै पीडाबाट गुज्रिरहेका छौँ। सायद त्यसैले भगवान वा प्रकृतिले हामीलाई पहिला काँडा देखाउँछ अनि मात्र फूल दिन्छ। तर समस्या के हो भने धेरै मानिसहरू काँडा देखेर फर्किन्छन्। थोरै मानिस मात्र काँडालाई पार गरेर फूलसम्म पुग्छन्। यही दुई प्रकारका मानिस बीचको फरकले इतिहास लेख्छ। हामीमध्ये धेरैलाई सानोदेखि एउटा सपना देखाइएको थियो। राम्रोसँग पढ, राम्रो जागिर खा, धेरै पैसा कमाऊ, घर बनाऊ, परिवार खुसी बनाऊ। हामीले सोचेका थियौँ त्यसपछि जीवन सजिलो हुनेछ। तर वास्तविक जीवनले अर्को कथा सुनायो। राम्रो पढ्नेले पनि बेरोजगारी भोग्यो, इमान्दार मानिसले पनि धोका खायो, मेहनती मानिस पनि कहिलेकाहीँ हार्यो र कहिलेकाहीँ गलत बाटो हिँड्ने मानिस नै सफल भयो। त्यति बेला एउटा प्रश्न जन्मिन्छ, यदि राम्रो भएर पनि दुःख पाइन्छ भने राम्रो हुनुको अर्थ के? यही प्रश्नले हजारौं मानिसलाई भित्रैबाट तोडेको छ। तर आज हामी यही प्रश्नको उत्तर खोज्ने यात्रामा निस्किएका छौँ। जीवन एउटा सिधा बाटो होइन। यो उकालो, ओह्रालो, अँध्यारो, जङ्गल, तुफान, वर्षा र उज्यालो बिहानहरूको यात्रा हो। यदि तपाईँले आजसम्म कुनै पनि पीडा भोग्नु भएको छैन भने सायद तपाईँले जीवनलाई अझै नजिकबाट चिन्नु भएको छैन। किनभने दुःख जीवनको शत्रु होइन, दुःख जीवनको शिक्षक हो। भोकले अन्नको मूल्य सिकाउँछ, एक्लोपनले सम्बन्धको मूल्य सिकाउँछ, असफलताले तयारीको मूल्य सिकाउँछ, आँसुले मुस्कानको मूल्य सिकाउँछ र काँडाले फूलको मूल्य सिकाउँछ। हामी सधैँ भगवानलाई एउटा मात्र कुरा भन्छौँ, मेरो बाटो सजिलो बनाइदिनुहोस्। तर कहिल्यै सोध्दैनौँ, मलाई कठिन बाटो हिँड्ने शक्ति दिनुहोस्। यही कारणले धेरै मानिस कठिनाइसँग हार्छन्। एउटा बिउलाई हेर्नुहोस्, उसले पहिले अँध्यारो माटोभित्र दबिनुपर्छ, त्यसपछि वर्षाको पानी सहनुपर्छ, चर्को घाम सहनुपर्छ, हावासँग लड्नुपर्छ, त्यसपछि मात्र त्यो एउटा विशाल रुख बन्छ। यदि बिउ बोल्न सक्ने भएको भए सायद उसले पनि भन्ने थियो, किन मेरो जीवन यति कठिन बनाइयो? तर उसलाई थाहा थिएन, यही कठिनाइले उसलाई हजारौंलाई छाया दिने रुख बनाउँदै थियो। मानिसको जीवन पनि यस्तै हो। आज तपाईँले भोगिरहेको पीडा सायद भोलि कसैको प्रेरणाको कथा बन्नेछ। आज तपाईँले बगाइरहेको आँसु सायद भोलि तपाईँको मुस्कानको सबैभन्दा ठूलो कारण बन्नेछ। तर त्यसका लागि तपाईँले एउटा निर्णय लिनुपर्छ, काँडा देखेर रोकिने कि वा काँडा पार गरेर फूलसम्म पुग्ने। यही निर्णयले जीवनको दिशा बदल्छ। यो संसारमा दुई प्रकारका मानिस हुन्छन्। पहिलो, जसले आफ्नो दुःखलाई कारण बनाएर जीवनभर गुनासो गर्छ, अनि दोस्रो, जसले त्यही दुःखलाई आफ्नो सबैभन्दा ठूलो शक्ति बनाउँछ। दुवैले काँडा देख्छन्, तर एउटा घाइते हुन्छ, अर्को बलियो बन्छ। फरक काँडामा होइन, फरक सोचमा हुन्छ। अब एउटा प्रश्न, यदि तपाईँको जीवनबाट सबै सङ्घर्ष हटाइदियो भने के तपाईँ आजको तपाईँ नै हुनुहुन्थ्यो? सायद हुनुहुन्न, किनभने हामीलाई हाम्रो सफलताले भन्दा हाम्रो सङ्घर्षले बनाएको हुन्छ। र यही कारणले जीवनको सबैभन्दा सुन्दर फूल सधैँ काँडाबीच फुल्छ। अनि योसँगै अर्को प्रश्न उठ्छ, यदि काँडा नै जीवनको सत्य हो भने किन कसैको जीवनमा धेरै काँडा हुन्छन् र कसैको जीवनमा कम? के यो भाग्य हो, कर्म हो, संयोग हो, वा यसको पछाडि अझ गहिरो रहस्य लुकेको छ? सायद तपाईँले पनि जीवनमा एक पटक होइन धेरै पटक सोच्नु भएको होला,
मैले कसैको नराम्रो गरेको छैन, तर दुःख भने मलाई नै किन? सायद तपाईँले यस्तो मानिस देख्नु भएको होला। ऊ इमान्दार छ, मेहनती छ, अरूलाई सहयोग गर्छ, कसैको अधिकार खोज्दैन, तर पनि उसको जीवनमा दुःखै दुःख मात्र हुन्छ। अर्कोतर्फ कोही छल गर्छ, झुट बोल्छ, अरूलाई दुःख दिन्छ, तर बाहिरबाट हेर्दा उसको जीवन सुखी देखिन्छ। त्यति बेला मनमा एउटा प्रश्न उठ्छ, के संसारमा न्याय छैन? हो, यही प्रश्नले हजारौं मानिसलाई भगवानसँग रिस उठाएको छ। यही प्रश्नले धेरैलाई आफ्नो भाग्यलाई दोष दिन सिकाएको छ। तर के हामीले जीवनलाई धेरै सानो कोणबाट मात्र हेरिरहेका छैनौँ? कल्पना गर्नुहोस्, तपाईँ एउटा चलचित्रको बीचको एउटा दृश्य मात्र हेर्नुहुन्छ। त्यहाँ नायक रोइरहेको छ, त्यहाँ नायकले हारिरहेको छ, सबैजना उसलाई छोडेर गइरहेका छन्। यदि त्यही दृश्य हेरेर तपाईँ बाहिर निस्किनु भयो भने तपाईँ भन्नुहुन्छ यो त दुःखद कथा रहेछ। तर यदि अन्तिम दृश्यसम्म बस्नुभयो भने सायद त्यही मानिस विजेता बनेको देख्नुहुन्छ। जीवन पनि त्यस्तै हो। हामी अहिले बीचको दृश्यमा छौँ, अन्तिम दृश्य कसैले देखेको छैन। त्यसैले अहिलेको पीडालाई अन्तिम सत्य ठान्नु सबैभन्दा ठुलो भूल हो। हामी प्राय अरूको जीवनसँग आफ्नो जीवन तुलना गर्छौँ। उसको ठुलो घर छ, उसको राम्रो जागिर छ, उसको परिवार खुसी छ, उसको गाडी छ, उसको नाम छ। हामी भन्छौँ उसको जीवन त फुलै फुल छ। तर के तपाईँले कहिले उसको मनभित्र हेर्नु भएको छ? राति ऊ कति पटक रोएको छ, उसले कति सपना गुमाएको छ, कति पटक विश्वासघात भोगेको छ, कति रात निन्द्रा नपरी बिताएको छ। हामी मानिसको अनुहार देख्छौँ, उसको इतिहास देख्दैनौँ। मुस्कान देख्छौँ तर आँसु देख्दैनौँ, फूल देख्छौँ तर काँडा देख्दैनौँ। एउटा सत्य कहिल्यै नबिर्सिनुहोस्, हरेक मुस्कुराउने मानिस खुसी हुँदैन। कहिलेकाहीँ मुस्कान पनि एउटा मुखौटा हुन्छ। धेरै मानिस आफ्नो पीडा लुकाएर हाँसिरहेका हुन्छन्, किनभने संसारलाई तपाईँको आँसुमा भन्दा तपाईँको सफलतामा बढी चासो हुन्छ। आज संसारले सफल मानिसलाई सम्मान गर्छ, तर उसको सफलताको पछाडि रहेको सङ्घर्षलाई धेरै कम मानिस सम्झिन्छन्। हामी अग्लो रुख देख्छौँ, तर त्यो रुखको जरा कति गहिरो छ भन्ने देख्दैनौँ, र जति ठुलो रुख त्यसको जरा त्यति नै गहिरो हुन्छ। त्यसै गरी जति ठुलो सफलता त्यसको पछाडि त्यति नै ठुलो सङ्घर्ष हुन्छ। जीवनले सबैलाई परीक्षा लिन्छ, तर एउटै प्रश्नपत्र दिँदैन। कसैलाई गरिबीको परीक्षा, कसैलाई रोगको परीक्षा, कसैलाई सम्बन्धको, कसैलाई एक्लोपनको, कसैलाई अपमानको, कसैलाई असफलताको र कसैलाई सफलताको पनि। हो, सफलता पनि एउटा परीक्षा हो। धेरै मानिस दुःखले होइन, घमण्डले हार्छन्। धेरै मानिस अभावले होइन, अहङ्कारले डुब्छन्। त्यसैले जीवनले केवल दुःखबाट मात्र होइन, सुखबाट पनि मानिसको परीक्षा लिन्छ। तपाईँले नदी देख्नु भएको छ? नदी सिधा बग्दैन, ढुङ्गासँग ठोकिन्छ, घुम्छ, कहिले साँघुरो हुन्छ, कहिले फराकिलो। तर एउटा कुरा कहिल्यै गर्दैन, ऊ कहिले पनि रोकिँदैन। यदि नदी ढुङ्गासँग ठोकिएर रोकिन्थ्यो भने आज समुद्रसम्म कहिल्यै पुग्ने थिएन। मानिसको जीवन पनि नदी जस्तै हो। बाटोमा ढुङ्गा आउँछन्, तर यात्रा रोकिनु हुँदैन। हामी कहिलेकाहीँ भगवानसँग भन्छौँ मेरो समस्या हटाइदिनुहोस्, तर सायद भगवानले भन्नुहुन्छ समस्या हटाउनुभन्दा तिमीलाई बलियो बनाइरहेको छु। किनकि यदि सानो हावाले नै रुख ढालिदियो भने त्यो रुख कहिल्यै बलियो थिएन। किनकि बलियो रुख त आँधीसँग लड्छ, बलियो मानिस पनि सङ्घर्षसँग लडेर नै बन्ने हो। याद गर्नुहोस्, यदि तपाईँले जीवनमा कहिल्यै हार्नु भएको छैन भने के तपाईँले जितको वास्तविक स्वाद चाख्नु भएको छ? यदि तपाईँ कहिल्यै अँध्यारोमा हिँड्नु भएको छैन भने उज्यालोको मूल्य बुझ्नु भएको छ? यदि तपाईँले कहिल्यै आँसु झार्नु भएको छैन भने मुस्कानको गहिराई महसुस गर्नु भएको छ? सायद उत्तर छैन हुन्छ होला, किनभने विपरीत अनुभवको बिना जीवन अधुरो हुन्छ। आज तपाईँलाई लागिरहेको हुनसक्छ मेरो जीवनमा धेरै काँडा छन्, तर एउटा कुरा सम्झनुहोस्, काँडाले कहिल्यै फुललाई मार्दैन, बरु फुललाई जोगाउँछ। सायद तपाईँको जीवनका काँडाहरू पनि तपाईँलाई तोड्न होइन, तपाईँलाई तयार पार्न आएका हुन्। तयार त्यो जीवनको लागि जसको कल्पना तपाईँले आजसम्म गर्नुभएकै छैन। जीवनका काँडामध्ये सबैभन्दा पीडादायी काँडा गरिबी होइन, असफलता पनि होइन। सबैभन्दा गहिरो काँडा त आफ्नै मानिसबाट पाएको घाउ हो। किन आफ्नै मानिसले सबैभन्दा धेरै चोट दिन्छन्? किन विश्वास गर्नेहरू नै कहिलेकाहीँ विश्वासघाती बन्छन्? र किन यिनै घाउहरूले मानिसलाई पूर्ण रूपमा बदलिदिन्छ?
हो, जीवनमा एउटा यस्तो घाउ हुन्छ जसलाई कुनै औषधिले निको पार्न सक्दैन। त्यो घाउ शरीरमा हुँदैन, मनमा हुन्छ र सबैभन्दा अचम्मको कुरा त्यो घाउ कुनै शत्रुले दिएको हुँदैन, आफ्नै मानिसले दिएको हुन्छ। यदि बाटोमा कुनै अपरिचित मानिसले तपाईँलाई अपमान गर्यो भने सायद तपाईँ केही समयमै बिर्सनुहुन्छ, तर जुन मानिसलाई तपाईँले आफ्नो भन्नुभयो, जसलाई विश्वास गर्नुभयो, जसका लागि आफ्नो समय, माया र भावना खर्च गर्नुभयो, जब त्यही मानिसले तपाईँलाई बुझेन, त्यही मानिसले साथ छोड्यो, त्यही मानिसले धोका दियो, त्यो पीडा वर्षौंसम्म मनमा बसिरहन्छ। किनकि विश्वास टुट्दा आवाज आउँदैन, तर त्यसको प्रतिध्वनि धेरै वर्षसम्म सुनिन्छ। जीवनले एउटा अनौठो नियम बनाएको छ, हामीलाई सबैभन्दा धेरै रुवाउने मानिस कहिल्यै अपरिचित हुँदैन। उनीहरू त ती हुन् जसलाई हामीले आफ्नो संसार बनाएका हुन्छौँ, हामीले आफ्ना सपनाहरू सुनाएका हुन्छौँ, हामीले आफ्ना कमजोरीहरू देखाएका हुन्छौँ, र जब त्यही मानिस टाढा जान्छ हामीलाई लाग्छ मानौ हाम्रो एउटा हिस्सा नै हरायो। अनि के सबै सम्बन्ध जीवनभर रहनै पर्छ र? सायद पर्दैन, किनकि जीवनमा केही मानिसहरू हाम्रो गन्तव्य बन्न आउँदैनन्, उनीहरू केवल हामीलाई केही सिकाउन आउँछन्। कसैले प्रेम सिकाउँछ, कसैले धैर्य सिकाउँछ, कसैले क्षमा र कसैले कसैमाथि अन्धविश्वास गर्नु हुँदैन भन्ने पाठ सिकाउँछ। हामी सधैँ भन्छौँ फलानाले मलाई धोका दियो, तर धेरै पटक धोका त्यो मानिसले होइन, हाम्रो अपेक्षाले दिएको हुन्छ। हामी मानिसलाई आफ्नो मन अनुसार हुन खोज्छौँ, हामी चाहन्छौँ ऊ सधैँ हाम्रो साथमा रहोस्, ऊ कहिल्यै नबदलियोस्, ऊ सधैँ हामीलाई प्राथमिकता दियोस्। तर हरेक मानिसको आफ्नै यात्रा हुन्छ, आफ्नै परिस्थिति हुन्छ, आफ्नै कमजोरी हुन्छ, र जब वास्तविकता हाम्रो अपेक्षाभन्दा फरक हुन्छ त्यहीँबाट पीडा सुरु हुन्छ। यसको अर्थ कसैले विश्वासघात नै गर्दैन भन्ने होइन, गर्छ, धेरै गर्छन्, तर एउटा कुरा बुझ्नुपर्छ, कुनै मानिसले तपाईँलाई धोका दिन सक्छ, तर त्यो धोका दिएर जीवनभर बाँच्ने कि त्यसबाट केही सिकेर अघि बढ्ने त्यो निर्णय तपाईँ हाम्रो हो। एउटा चिललाई हेर्नुहोस्, जब आँधी आउँछ धेरै चराहरू लुक्न थाल्छन्, तर चिल आँधीबाट भाग्दैन, त्यही हावालाई प्रयोग गरेर अझ माथि उड्छ। जीवनका बुद्धिमान मानिसहरू पनि यस्तै हुन्छन्, उनीहरूलाई चोट लाग्छ, उनीहरू पनि रुन्छन्, उनीहरू पनि एक्लिन्छन्, तर उनीहरू त्यही पीडालाई आफ्नो शक्ति बनाउँछन्। सायद तपाईँले पनि कुनै दिन कसैलाई गुमाउनु भएको होला, सायद कुनै साथी, कुनै आफन्त, कुनै प्रेम, कुनै सम्बन्ध, र त्यति बेला तपाईँलाई लागेको होला अब मेरो जीवन पहिले जस्तो कहिल्यै हुँदैन। हो, हुन पनि सक्दैन, किनकि हरेक ठुलो पीडापछि मानिस उहिरहँदैन, ऊ बदलिन्छ। प्रश्न केवल यति हो, राम्रोतर्फ बदलिन्छ कि नराम्रोतर्फ? कतिपय मानिसहरू धोका पाएपछि सबैलाई शङ्का गर्न थाल्छन्, सबै सम्बन्धबाट भाग्छन्, सबैलाई दोष दिन्छन् र अन्ततः आफ्नै मनको कैदी बन्छन्। तर कतिपय मानिसहरू भने त्यही घटनाबाट एउटा ठुलो सत्य सिक्छन्, सबै मानिस एउटै हुँदैनन्, एकजनाले चोट दियो भन्दैमा संसारका सबै मानिस खराब हुँदैनन्, एउटा फुलमा काँडा छ भन्दैमा पुरै बगैँचा त्याग्नु हुँदैन। जीवनमा कहिलेकाहीँ छोडेर जाने मानिसहरू पनि भगवानको उपहार हुन्छन्, किनभने जो रहनै चाहँदैन उसलाई रोकेर राख्दा हामी आफैलाई हराइरहेका हुन्छौँ। जीवनले कहिलेकाहीँ हाम्रो हातबाट केही खोज्छ, किनभने हाम्रो लागि अझ राम्रो कुरा तयार गरिरहेको हुन्छ, तर त्यो कुरा हामी समय बितेपछि मात्र बुझ्छौँ। याद राख्नुहोस्, तपाईँको मूल्य कसैले तपाईँलाई छोड्यो भनेर घट्दैन। सूर्यलाई बादलले केही समय ढाक्न सक्छ, तर सूर्यको उज्यालो कहिल्यै हराउँदैन। त्यसै गरी अरूको व्यवहारले तपाईँको मूल्य निर्धारण गर्दैन। तपाईँको चरित्र, तपाईँको कर्म र तपाईँको धैर्यले तपाईँ को हुनुहुन्छ भन्ने निर्धारण गर्छ। आज यदि तपाईँ कुनै पीडामा हुनुहुन्छ भने त्यो पीडालाई घृणा नगर्नुहोस्। सायद यही पीडाले तपाईँलाई त्यो मानिस बनाउँदैछ जसको कल्पना तपाईँले अझै गर्नुभएको छैन, किनकि जीवनमा सबैभन्दा सुन्दर फूल सबैभन्दा गहिरो घाउपछि नै फुल्ने गर्छ। अब अर्को कुरा, यदि आज तपाईँको ब्याङ्क खातामा करोडौँ रुपियाँ आयो भने के तपाईँ पूर्ण रूपमा खुसी हुनुहुन्छ? सायद धेरैले तुरुन्तै भन्नुहुन्छ अवश्य। यदि पैसा नै सबै कुरा हो भने किन संसारका धेरै धनी मानिसहरू पनि तनावमा छन्? किन उनीहरू निन्द्राको औषधि खान बाध्य हुन्छन्? किन करोडौँ सम्पत्ति भएका मानिसहरू पनि एक्लोपनसँग लडिरहेका हुन्छन्? र किन कहिलेकाहीँ एउटा गरिब किसान साँझ घर फर्किँदा अर्बपति मानिसभन्दा धेरै शान्त देखिन्छ? यसको उत्तर पैसा होइन, जीवन बुझ्ने दृष्टिकोणमा लुकेको छ। बचपनमा हामीसँग धेरै पैसा थिएन, तर सानो चकलेट पाएर पनि हामी दिनभरि खुसी हुन्थ्यौँ। एउटा नयाँ कपडा पुरै वर्षको खुसी बन्न सक्थ्यो। साथीसँग खेल्न पाउनु सबैभन्दा ठुलो उपलब्धि लाग्थ्यो।
त्यति बेला हामीसँग धेरै कुरा केही पनि थिएन, तर मनमा सन्तोष थियो। आज धेरैसँग धेरै कुरा छ, तर सन्तोष हराएको छ। मोबाइल छ, तर कुरा गर्ने मान्छे छैन। ठुलो घर छ, तर घरभित्र हाँसो कम छ। धेरै साथी छन्, तर दुःख सुनाउने एउटा पनि छैनन्। पैसा छ, तर मनमा शान्ति छैन। यही कारणले समस्या पैसामा होइन, समस्या पैसालाई जीवनको अन्तिम लक्ष्य बनाउनुमा छ। पैसा आवश्यक छ, धेरै आवश्यक छ। गरिबीको पीडा जसले भोगेको छ उसलाई पैसाको मूल्य सबैभन्दा राम्रोसँग थाहा हुन्छ। तर पैसा एउटा साधन हो, गन्तव्य होइन। यदि डुङ्गा नदी पार गर्न बनाइएको हो भने त्यसलाई टाउकोमा बोकेर हिँडिँदैन। त्यसै गरी पैसाले जीवन सजिलो बनाउनु पर्छ, जीवनलाई नियन्त्रण गर्न दिनु हुँदैन। आज संसारले मानिसलाई एउटा अदृश्य दौडमा धकेलेको छ। फलानोले नयाँ गाडी किन्यो, मलाई पनि चाहियो। उसले ठुलो घर बनायो, म पनि बनाउँछु। उसले विदेश घुम्यो, म पनि जानै पर्छ। हामी आफ्नो आवश्यकता अनुसार होइन, अरूको जीवन हेरेर सपना बनाउन थालेका छौँ र यहीँबाट सुरु हुन्छ कहिल्यै नसकिने दौड। यदि तपाईँले आफ्नो जीवनलाई अरूसँग तुलना गर्न थाल्नुभयो भने तपाईँसँग जति भए पनि कम नै लाग्छ, किनकि संसारमा तपाईँभन्दा माथि पनि अरू धेरै छन्। यदि पैसा हेर्नुभयो भने कसैसँग धेरै हुन सक्छ। यदि सुन्दरता हेर्नुभयो भने कसैसँग बढी हुन सक्छ। यदि सफलता हेर्नुभयो भने कसैले अझ ठुलो सफलता हात पारेको हुन सक्छ। त्यसैले तुलनाको खेलमा कहिल्यै कसैले जित्दैन। जीवनको सबैभन्दा ठुलो सम्पत्ति ब्याङ्क ब्यालेन्स होइन, राति ढुक्कसँग सुत्न सक्नु हो, परिवारसँग बसेर हाँस्न सक्नु हो, आफ्नो कमाइप्रति गर्व गर्न सक्नु हो, आफ्नो आमा बुबाको आँखामा सम्मान देख्न सक्नु हो। यी कुराहरू पैसाले किन्न सकिँदैन। एक दिन हामी सबैले यो संसार छोड्नुपर्छ। त्यो दिन ब्याङ्क ब्यालेन्सले साथ दिने छैन, ठुलो घरले रोक्नेवाला छैन, गाडी, सुन, पद, प्रसिद्धि केही पनि सँगै जाने छैन। जानेछ त केवल हामीले बाँडेको माया, हामीले गरेको असल काम र हाम्रो सम्झना। मानिसहरू तपाईँको सम्पत्ति होइन, तपाईँको व्यवहार सम्झिन्छ। धेरै मानिसहरू जीवनभर बाँच्नका लागि पैसा कमाउँछन्, तर त्यही पैसा कमाउने क्रममा बाँच्न नै बिर्सन्छन्। छोराछोरी साना हुँदा उनीहरूसँग समय हुँदैन, आमा बुबा बुढा हुँदा भेट्ने समय हुँदैन, साथी बोलाउँछन् समय हुँदैन, आफ्नै मनले आराम माग्छ समय हुँदैन। तर एक दिन समय त हुन्छ जब शरीर थाकिसकेको हुन्छ, जब सम्बन्धहरू टाढा भइसकेका हुन्छन्, जब मनभित्र खालीपन मात्र बाँकी रहन्छ। त्यति बेला धेरै मानिसहरू पछुताउँछन्, मैले जीवन कम बाँचे, पैसाको पछि धेरै दौडिएँ। यसको अर्थ सपना नदेख्नु भन्ने होइन, मेहनत नगर्नु भन्ने पनि होइन। भन्न खोजेको यति मात्र हो, सफलता कमाउँदा आफूलाई नगुमाउनु, धन कमाउँदा धर्म नहराउनु, नाम कमाउँदा नम्रता नबिर्सनु, उचाइमा पुग्दा जरा नछोड्नु। याद राख्नुहोस्, रुखमा फल लागेपछि हाँगा झन तल झुक्छ। त्यसै गरी साँचो महान मानिस जति ठुलो बन्छ उति नै विनम्र हुन्छ। तर पैसा, सम्बन्ध, सफलता यी सबै ठुलो युद्ध बाहिर होइन, भित्र मनमा चलिरहेको हुन्छ। मानिस संसारसँग हारेर जति पीडित हुँदैन, त्यो भन्दा धेरै आफ्नो मनसँग हारेर पीडित हुन्छ। डर, रिस, लोभ, ईर्ष्या, अहंकार यी नै जीवनका सबैभन्दा तीखा काँडाहरू हुन्। यदि यी काँडालाई जित्न सकिएन भने बाहिरका सबै फुलहरू पनि फिक्का लाग्छन्। अनि एउटा कुरा सोच्नुहोस् त, आजसम्म तपाईँले जीवनमा सबैभन्दा धेरै कोसँग लडाईँ गर्नुभएको छ? परिस्थितिसँग, गरिबीसँग, समाजसँग, भाग्यसँग वा कुनै मानिससँग? सायद यिनै मध्ये कुनै एउटा उत्तर आउला। तर यदि जीवनलाई गहिराईबाट हेर्ने हो भने हामीले सबैभन्दा धेरै युद्ध आफ्नै मनसँग लडिरहेका हुन्छौँ। एकछिन आँखा बन्द गरेर सम्झनुहोस्, कति पटक तपाईँले कुनै काम सुरु गर्न खोज्नुभयो, तर मनले भन्यो अहिले होइन, भोलि गरौँला। कति पटक तपाईँलाई आफ्नो क्षमता थाहा थियो, तर मनले फुसफुसायो, तिमीले सक्दैनौ भनेर। कति पटक अवसर तपाईँको अगाडि थियो, तर डरले तपाईँलाई एक कदम पनि अगाडि बढ्न दिएन। र पछि तपाईँले आफैलाई सोध्नुभयो, यदि मैले त्यो बेला प्रयास गरेको भए। जीवनका धेरै पछुताहरू बाहिरी कारणले होइन, मनको हारले जन्मिएका हुन्छन्। मन एउटा अद्भुत साथी पनि हो र सबैभन्दा
खतरनाक शत्रु पनि हो। यदि मन तपाईँको नियन्त्रणमा छ भने संसारको कुनै पनि शक्तिले तपाईँलाई धेरै समयसम्म रोक्न सक्दैन। तर यदि तपाईँ मनको नियन्त्रणमा पर्नु भएको छ भने संसारको सबैभन्दा ठुलो अवसर पनि तपाईँको हातबाट फुत्किन सक्छ। धेरै मानिसहरू भन्छन् मेरो भाग्य राम्रो भएन। तर के साँच्चै भाग्य दोषी हो कि हामीले आफ्नै डरलाई भाग्यको नाम दिएका हौँ? कहिलेकाहीँ जीवनले ढोका खोलिरहेको हुन्छ, तर हामी ढोका बाहिर उभिएर असफलताको कल्पना गरिरहेका हुन्छौँ। डर मानिसको प्रगतिको सबैभन्दा ठुलो चोर हो। डरले मानिसलाई मर्नुभन्दा पहिले नै पटक पटक मारिसकेको हुन्छ। मतलब यदि असफल भएँ भने, यदि मानिसहरू हाँसे भने, यदि मेरो निर्णय गलत भयो भने, यस्ता प्रश्नहरूले हजारौं सपनाहरू जन्मन नपाउँदै मर्छन्। तर एउटा बच्चालाई हेर्नुहोस्, जब ऊ हिँड्न सिकिरहेको हुन्छ ऊ एक पटक होइन 10औं पटक लड्छ। तर उसले कहिल्यै भन्दैन अब म फेरि उठ्दिन। ऊ फेरि उठ्छ, फेरि लड्छ, फेरि उठ्छ र एक दिन हिँड्न मात्र होइन दौडिन पनि सिक्छ। यदि बच्चाले पनि पहिलो पटक लडेर हार मानेको भए सायद आज हामी कसैले हिँड्न सिक्ने थिएनौँ। जीवनले पनि यही भन्छ, लड्नु हार होइन, उठ्न छोड्नु त्यो चाहिँ हार हो। याद गर्नुहोस्, सबैभन्दा अँध्यारो रातमा पनि बिहान आउने निश्चित हुन्छ। तर रातलाई नै अन्तिम सत्य मान्ने मानिस सूर्योदय देख्न सक्दैन। त्यसैले आज तपाईँको जीवनमा अँध्यारो छ भने आशा नछोड्नुहोस्, किनकि समय बदलिन्छ, परिस्थिति बदलिन्छ र मानिस पनि बदलिन्छ। अनि जीवनको ठुलो शत्रु केवल डर मात्र होइन, अहङ्कार पनि हो। जब मानिससँग केही हुँदैन ऊ भगवानलाई सम्झन्छ, जब केही पाउँछ ऊ आफैलाई भगवान सम्झन थाल्छ। अहङ्कारले मानिसलाई यस्तो ठाउँमा पुर्याउँछ जहाँ ऊ अरूलाई सानो देख्न थाल्छ। तर प्रकृतिको एउटा नियम छ, जुन रुख सबैभन्दा धेरै फल दिन्छ त्यही सबैभन्दा धेरै झुक्छ। नदी कहिल्यै आफ्नो गहिराईको घमण्ड गर्दैन, सूर्य कहिल्यै आफ्नो उज्यालोको प्रचार गर्दैन, फूल कहिल्यै आफ्नो सुगन्धको घोषणा गर्दैन। तर उनीहरूको प्रभाव संसारले आफै महसुस गर्छ। साँचो महानता आवाजले होइन व्यवहारले चिनिन्छ। अनि यो सँगै मनको अर्को काँडा हो ईर्ष्या। अरूको खुसी देखेर दुखी हुनु, अरूको सफलताले आफूलाई असफल ठान्नु, अरूको उपलब्धिलाई आफ्नै हार सम्झनु, यिनले मानिसको मनलाई बिस्तारै विष चाहिँ खाइरहन्छ। याद राख्नुहोस्, अर्काको बत्ती बल्दा तपाईँको बत्ती निप्दैन। अर्काको सफलता तपाईँको असफलताको प्रमाण होइन। संसार यति ठुलो छ कि यहाँ सबैका लागि ठाउँ छ। आज सामाजिक सञ्जालले हामीलाई एउटा झुटो संसार देखाएको छ। सबै हाँसिरहेका छन्, सबै सफल देखिन्छन्, सबै घुमिरहेका छन्, सबैसँग धेरै कुरा छ। तर स्क्रिनमा देखिने जीवन पुरा जीवन हुँदैन। क्यामेराले मुस्कान देखाउँछ, आँसु होइन। तस्बिरले सफलता देखाउँछ, सङ्घर्ष होइन। त्यसैले अरूको देखावटी जीवनसँग आफ्नो वास्तविक जीवन तुलना नगर्नुहोस्। एक दिन तपाईँ ऐना अगाडि उभिनुहोस्, त्यहाँ न तपाईँका आलोचक हुनेछन् न तपाईँका प्रशंसक। त्यहाँ केवल तपाईँ र तपाईँको अन्तरात्मा हुनेछ। त्यो दिन सबैभन्दा ठुलो प्रश्न यही हुनेछ, के मैले आफ्नो जीवन इमान्दारीका साथ बाँचेँ? यदि त्यसको उत्तर हो छ भने तपाईँ सफल हुनुहुन्छ, चाहे संसारले तपाईँलाई चिनोस् वा नचिनोस्। जीवनका काँडाहरू हामीलाई रोक्न आउँदैनन्, हामीलाई बलियो बनाउन आउँछन्। डर हामीलाई भगाउन आउँदैन, हामीभित्रको साहस खोज्न आउँछ। असफलता हामीलाई हराउन आउँदैन, हामीलाई नयाँ बाटो देखाउन आउँछ। र मन यदि सही दिशामा लगाउन सकियो भने त्यही मन जीवनको सबैभन्दा सुन्दर फूल बन्न सक्छ। तपाईँ कुनै सुनारको पसलमा जानुभयो भने एउटा प्रश्न सोध्नुहोस्, सुन किन यति महँगो हुन्छ? उसले एउटा मात्र उत्तर दिनेछ, किनभने यो धेरै पटक आगोमा जलेको हुन्छ। जति धेरै आगो उति धेरै चमक। अब हिरालाई सम्झनुहोस्, हिरा जन्मिँदै चम्किलो हुँदैन। वर्षौंसम्म पृथ्वीको गहिराईमा अत्याधिक दबाव सहन्छ, त्यसपछि काटिन्छ, घोटिन्छ, पोलिस गरिन्छ, त्यसपछि मात्र संसारकै बहुमूल्य रत्न बन्छ। अब आफै सोध्नुहोस्, यदि प्रकृतिले सुन र हिरालाई महान बनाउन यति धेरै परीक्षा लिन्छ भने हामी मानिसलाई परीक्षा नलिई कसरी महान बनाउन सक्छ? आज तपाईँ जुन सङ्घर्षबाट गुज्रिरहनु भएको छ, सायद तपाईँ त्यसलाई सजाय सम्झिरहनु भएको छ। तर के थाहा
त्यही सङ्घर्षले तपाईँलाई यस्तो मानिस बनाइरहेको छ कि जसको कल्पना तपाईँले आजसम्म गर्नुभएको छैन। जीवनको एउटा नियम छ, सजिलो बाटोले आराम दिन्छ, कठिन बाटोले चरित्र बनाउँछ। हामी प्राय सफल मानिसको अन्तिम परिणाम देख्छौँ, तर सफलताभन्दा पहिलेको कथा देख्दैनौँ। हामीले देख्छौँ ठुलो घर, सम्मान, प्रसिद्धि, मुस्कान, तर हामीले देख्दैनौँ निन्द्रा नपरेका रातहरू, खाली खल्ती, असफल प्रयासहरू, आफ्नै मानिसको अविश्वास र बारम्बार उठ्ने साहस। अनि सफलता भनेको एक दिनको घटना होइन, यो त हजारौं साना साना निर्णयहरूको परिणाम हो। एउटा किसानलाई हेर्नुहोस्, ऊ आज बिउ रोप्छ, भोलि फल खोज्दैन। उसलाई थाहा छ प्रकृतिको आफ्नै समय हुन्छ। पहिले बिउ फुट्छ, त्यसपछि बिरुवा उम्रिन्छ, त्यसपछि हाँगा फैलिन्छ, त्यसपछि फुल फुल्छ र अन्त्यमा फल आउँछ। तर यदि किसानले हरेक दिन माटो खनेर बिउ बढ्यो कि बढेन भनेर हेर्ने हो भने बिउ नै मर्छ। यही गल्ती धेरै मानिसले आफ्नो जीवनमा गर्छन्। आज मेहनत गर्छन्, भोलि परिणाम खोज्छन्। एक महिना प्रयास गर्छन् अनि भन्छन् मेरो भाग्य नै छैन। जीवन बिउ जस्तै हो, धैर्य चाहिन्छ, विश्वास चाहिन्छ, निरन्तरता चाहिन्छ। तपाईँले नदीलाई कहिल्यै रोकिएको देख्नु भएको छ? ढुङ्गा आउँछ, ऊ घुमेर जान्छ, पहाड आउँछ, ऊ बाटो बदल्छ, तर समुद्र पुग्ने सपना कहिल्यै छोड्दैन। यही कारणले नदी समुद्रसम्म पुग्छ। मानिस पनि त्यही दिन हार्छ जब ऊ हिँड्न छोड्छ, लडेर होइन, थाकेर होइन, प्रयास गर्न छोडेर। जीवनले तपाईँलाई धेरै पटक ढाल्नेछ। कहिलेकाहीँ यस्तो लाग्नेछ अब सकियो, अब म उठ्न सक्दिनँ, तर त्यही क्षण सम्झनुहोस् बच्चाले हिँड्न सिक्दा पनि पहिला धेरै पटक लडेको थियो। यदि लड्नु असफलता हो भने हामी मध्ये कसैले पनि आज हिँड्न सक्ने थिएनौँ। त्यसैले लड्नु जीवनको अन्त्य होइन, उठ्ने अवसर हो। याद राख्नुहोस्, कहिलेकाहीँ भगवानले तपाईँको इच्छा तुरुन्तै पुरा गर्नुहुन्न, किनभने उहाँ तपाईँलाई तपाईँले मागेको कुरा भन्दा त्यो कुरालाई सम्हाल्न सक्ने मानिस बनाइरहनु भएको हुन्छ। यदि एउटा सानो बच्चालाई एकै दिनमा ठुलो जिम्मेवारी दियो भने ऊ त्यसको भारले थिचिन्छ। त्यसैले जीवनले पहिला मानिसलाई बलियो बनाउँछ, त्यसपछि मात्र ठुलो अवसर दिन्छ। तर आजको संसारमा एउटा ठुलो समस्या छ। सबैलाई छिटो सफलता चाहिएको छ, छिटो पैसा, छिटो प्रसिद्धि, छिटो परिणाम। तर प्रकृतिमा कुनै पनि महान चिज छिटो बन्दैन। ठुलो रुख बन्न वर्षौं लाग्छ, नदीले पहाड काट्न शताब्दी लाग्छ, मानिसको चरित्र बन्न पुरै जीवन लाग्छ। त्यसैले धैर्य गुमाउने मानिस गन्तव्यभन्दा पहिले नै थाक्छ। त्यसैले जीवनले तपाईँलाई सफल बनायो भने त्यो सफलतालाई टाउकोमा नराख्नुहोस्, र जीवनले तपाईँलाई असफल बनायो भने त्यो असफलतालाई हृदयमा नराख्नुहोस्, किनकि दुवै अस्थायी हुन्। आजको हार भोलिको जित बन्न सक्छ, आजको जित भोलिको परीक्षा बन्न सक्छ। एउटा फुललाई हेर्नुहोस्, ऊ कसैसँग प्रतिस्पर्धा गर्दैन, ऊ गुलाब बन्न खोज्दैन, ऊ कमल बन्न खोज्दैन, ऊ केवल आफ्नो सुगन्ध फैलाउँछ। मानिसको जीवन पनि त्यस्तै हुनुपर्छ, अरू जस्तो बन्न होइन, आफ्नो उत्कृष्ट रूप बन्नुपर्छ। अनि आज तपाईँको जीवनमा धेरै काँडाहरू छन्। सायद तपाईँ थाक्नु भएको छ, सायद तपाईँलाई लागिरहेको छ अब म सक्दिनँ, तर विश्वास गर्नुहोस्, सबैभन्दा लामो रातपछि नै सबैभन्दा उज्यालो बिहान आउँछ, र सबैभन्दा धेरै काँडा पार गरेको मानिसले नै जीवनको सबैभन्दा सुन्दर फूल देख्ने अवसर पाउँछ। अनि मानिसको जीवनको अन्तिम सास नजिकिँदै जाँदा धेरै मानिसले एउटै कुरा भन्छन्, काश मैले अलि बढी बाँच्न सिकेको भए। उनीहरू यस्तो भन्दैनन्, काश मैले अर्को गाडी किनेको भए, काश मैले अर्को घर बनाएको भए, काश मैले अझ धेरै पैसा कमाएको भए। हो, पैसा आवश्यक छ, तर जीवनको अन्तिम दिनमा पैसाले समय किन्न सकिँदैन, पदले मृत्यु रोक्न सक्दैन, प्रसिद्धिले एउटा सास थप्न सक्दैन। त्यस क्षण मानिससँग बाँकी रहने कुरा एउटै हुन्छ, उसले कसरी जीवन बाँचेको थियो। कल्पना गर्नुहोस्, तपाईँको जीवन एउटा किताब हो। आजसम्म तपाईँले यस किताबका धेरै पाना लेखिसक्नु भएको छ। अब आफैलाई सोध्नुहोस्, यदि कुनै अपरिचित मानिसले तपाईँको जीवनको किताब पढ्यो भने के उसले प्रेरणा पाउनेछ कि दुःख मात्र देख्नेछ? हरेक दिन हामी एउटा नयाँ पाना लेखिरहेका हुनेछौँ, तर धेरै मानिसलाई यो कुरा थाहा नै हुँदैन। एक दिन हाम्रो नाम पनि पुराना तस्बिरहरूमा सीमित हुनेछ। हाम्रो आवाज कसैको सम्झना मात्र बाँकी रहनेछ। हामीले बनाएको घरमा अरू नै बस्नेछन्, हामीले कमाएको पैसा अरूले खर्च गर्नेछन्, तर एउटा कुरा भने हाम्रो पछि पनि जीवित रहिरहनेछ, हाम्रो कर्म।
हामीले कसैको आँसु पुछेका थियौँ कि थिएनौँ? हामीले कसैलाई उठ्न मद्दत गरेका थियौँ कि थिएनौँ? हामीले कसैको मन दुखाएका थियौँ कि थिएनौँ? यही कुराले हाम्रो वास्तविक परिचय बनाउँछ। आजको संसारमा धेरै मानिसहरू सफल देखिन चाहन्छन्, तर थोरै मानिसहरू सफल बन्न चाहन्छन्। यी दुई बीच धेरै ठुलो फरक छ। देखिनु अरूको आँखामा हुन्छ, बन्नु आफ्नो चरित्रमा हुन्छ। तस्बिरमा मुस्कुराउन सजिलो छ, तर मनबाट मुस्कुराउन असल जीवन चाहिन्छ। जीवनले सबैलाई एउटा कुरा सिकाउँछ। जब तपाईँ सानो हुनुहुन्छ, तपाईँ समय दिएर पैसा कमाउन खोज्नुहुन्छ। जब उमेर बढ्दै जान्छ, त्यही पैसा खर्च गरेर समय किन्न खोज्नुहुन्छ। तर समय कहिल्यै फर्केर आउँदैन। त्यसैले आज जुन मानिसहरू तपाईँको साथमा छन्, उनीहरूलाई समय दिनुहोस्। आमा बुबासँग बस्नुहोस्, छोराछोरीसँग खेल्नुहोस्, साथीको आवाज सुन्नुहोस्। किनकि जीवनको सबैभन्दा ठुलो विलासिता महँगो गाडी होइन, आफ्नो मान्छेसँग बिताएको समय हो। हामी प्राय भोलिको चिन्तामा आजको खुसी गुमाउँछौँ। अझ धेरै कमाउन खोज्दै अहिलेको शान्ति गुमाउँछौँ। भविष्य बनाउन खोज्दै वर्तमान बाँच्न बिर्सन्छौँ। तर भोलि कसैले देखेको छैन। हाम्रो हातमा भएको यही क्षण हो। एकजना वृद्ध मानिसले भनेका थिए, जब म जवान थिएँ मलाई लाग्थ्यो सफलता भनेको धेरै पैसा हो। जब म मध्यम उमेरमा पुगेँ मलाई लाग्यो सफलता भनेको ठुलो नाम हो। तर आज जीवनको अन्तिम मोडमा आइपुग्दा मलाई थाहा भयो सफलता भनेको राति ढुक्कसँग सुत्न सक्नु रहेछ, आफ्ना मानिसहरूको आँखामा सम्मान देख्न सक्नु रहेछ, आफ्नो अन्तरात्मासँग डराउन नपर्नुपर्ने रहेछ। याद राख्नुहोस्, जीवनको सबैभन्दा ठुलो हार गरिब हुनु होइन, धनी भएर पनि मनबाट गरिब हुनु हो। जीवनको सबैभन्दा ठुलो सफलता संसारले तपाईँलाई चिन्नु होइन, तपाईँले आफूलाई चिन्नु हो। कल्पना गर्नुहोस्, तपाईँ जीवनको अन्तिम दिनमा हुनुहुन्छ। शरीर थाकिसकेको छ, सास बिस्तारै गहिरो हुँदै गएको छ, कोठाभित्र मौनता छ, वरिपरि आफ्ना मानिसहरू छन्। तर अब न त पैसा कमाउने समय बाँकी छ, न नाम कमाउने, न कुनै प्रतियोगिता जित्ने, न कसैलाई केही प्रमाणित गर्ने। यो क्षण तपाईँको मनमा एउटा मात्र चलचित्र चलिरहेको हुनेछ, आफ्नो सम्पूर्ण जीवनको चलचित्र। त्यो चलचित्रमा तपाईँले देख्नुहुनेछ तपाईँ पहिलो पटक हिँड्न सिकेको दिन, आमाको औँला समातेर हिँडेको बाटो, बुबाले पहिलो पटक काँधमा बोकेको क्षण, साथीहरूसँग बिताएका बाल्यकालका दिनहरू, पहिलो सफलता, पहिलो असफलता, पहिलो प्रेम, पहिलो आँसु, पहिलो बिछोड। जीवनका ती सबै क्षणहरू जुन बेला तपाईँलाई सामान्य लागेका थिए, तर अन्तिम दिनमा तिनै क्षणहरू सबैभन्दा बहुमूल्य सम्झना बनेका हुन्छन्। त्यो बेला तपाईँलाई एउटा सत्य थाहा हुनेछ, जीवन धेरै लामो थिएन। हामीले मात्र यसलाई कहिल्यै समाप्त नहुने जस्तो सम्झ्यौँ। हामी सधैँ भन्थ्यौँ भोलि गरौँला, पछि भेटौँला, समय भएपछि आराम गरौँला। तर जीवनले कहिल्यै वाचा गर्दैन कि भोलि अवश्य आउनेछ। त्यसैले आज भन्नुपर्ने माया आजै भन्नुहोस्, आज माग्नुपर्ने माफी आजै माग्नुहोस्, आज गर्नुपर्ने असल काम आजै गर्नुहोस्, किनकि समयले कसैलाई पनि पर्खिँदैन। याद राख्नुहोस्, हामी जन्मिँदा हामी रोएका थियौँ, संसार हाँसेको थियो। अब यस्तो जीवन बाँचौँ कि जब हामी जाने बेला आउँछ हामी मुस्कुराउन सकौँ र संसारका मानिसहरूको आँखामा आँसु होस्। यही हो सार्थक जीवन। अनि कहिलेकाहीँ मानिसहरू सोध्ने गर्छन् जीवनको उद्देश्य के हो? सायद जीवनको उद्देश्य धेरै ठुलो कुरा होइन, सायद कसैको अनुहारमा मुस्कान ल्याउनु हो, कसैको आँसु पुछ्नु हो, कसैलाई आशा दिनु हो, कसैको अन्धकारमा एउटा सानो दीपक बन्नु हो। किनकि तपाईँले हजारौं मानिसको जीवन बदल्न सक्नु भएन भने पनि एउटा मानिसको जीवन बदल्नु भयो भने तपाईँको जीवन सफल छ। जीवनले तपाईँलाई काँडा दिन्छ, त्यो तपाईँको परीक्षा हो। तर तपाईँले ती काँडालाई घृणा गर्नुहुन्छ कि त्यही काँडाबाट फूल फुलाउनुहुन्छ, त्यो तपाईँको निर्णय हो। यही निर्णयले साधारण मानिस र असाधारण मानिस बीचको फरक बनाउँछ। एउटा कुरा सधैँ सम्झनुहोस्, जब फूल फुल्छ उसले आफ्नो सुगन्ध कसलाई दिने भनेर रोज्दैन। धनी होस् वा गरिब, असल होस् वा खराब, जो नजिक आउँछ सबैलाई समान सुगन्ध दिन्छ। मानिस पनि यस्तै बन्न सके संसार अझै सुन्दर हुने थियो। यदि कसैले तपाईँलाई धोका दियो भने तपाईँ इमान्दार हुन छोड्नु पर्दैन। यदि कसैले तपाईँलाई घृणा गर्यो भने तपाईँ माया गर्न छोड्नु पर्दैन। यदि संसार कठोर भयो भने तपाईँ मानवता छोड्नु पर्दैन, किनकि अरूको व्यवहार उनीहरूको परिचय हो, तर तपाईँको व्यवहार तपाईँको परिचय हो। आज तपाईँ सङ्घर्षमा हुनुहुन्छ भने आशा नहार्नुहोस्।
यदि तपाईँ रोइरहनु भएको छ भने विश्वास राख्नुहोस्। यदि तपाईँ एक्लै हुनुहुन्छ भने आफूलाई कमजोर नठान्नुहोस्, किनकि रात जति अँध्यारो हुन्छ तारा त्यति नै स्पष्ट देखिन्छ र जीवन जति कठिन हुन्छ त्यसले दिने शिक्षा त्यति नै गहिरो हुन्छ। एक दिन तपाईँको नाम बिर्सिने मानिसहरू पनि हुनेछन्, तपाईँका तस्बिरहरू पुराना हुनेछन्, तपाईँको आवाज मौन हुनेछ। तर यदि तपाईँले कसैको मन छोएको छ भने, यदि तपाईँले कसैलाई सही बाटो देखाउनु भएको छ भने, यदि तपाईँले कसैको जीवनमा आशाको दीप बाल्नु भएको छ भने तपाईँ कहिल्यै पूर्ण रूपमा हराउनु हुने छैन। मानिस शरीरले होइन, आफ्ना कर्मले बाँच्छ। यो सँगै जब जीवनले तपाईँलाई काँडा दिन्छ, रिसाउनु हुँदैन, त्यसलाई धन्यवाद भन्नुहोस्, किनकि काँडाले नै तपाईँलाई सावधान बनाउँछ, सङ्घर्षले नै तपाईँलाई बलियो बनाउँछ, असफलताले नै तपाईँलाई बुद्धिमान बनाउँछ, आँसुले नै तपाईँलाई संवेदनशील बनाउँछ र यी सबै मिलेर तपाईँको जीवनमा एउटा यस्तो फुल फुलाउँछन् जसको सुगन्ध तपाईँ गएपछि पनि संसारले महसुस गरिरहन्छ। जीवनमा काँडा आउनु दुर्भाग्य होइन, काँडा बीच पनि फुल फुलाउने साहस गुमाउनु हुने वास्तविक हार हो। त्यसैले जीवनले जति नै परीक्षा लिए पनि सत्यको साथ नछोड्नुहोस्, इमान्दारी नछोड्नुहोस्, मेहनत नछोड्नुहोस्, आशा नछोड्नुहोस्, आफ्ना मान्छे नछोड्नुहोस् र सबैभन्दा महत्त्वपूर्ण आफूमाथिको विश्वास कहिल्यै पनि नछोड्नुहोस्। किनकि अन्त्यमा जीवनले सम्झिने कुरा तपाईँले कति कमाउनु भयो भन्ने होइन, तपाईँले कति राम्रोसँग बाँच्नु भयो भन्ने हो। त्यसैले यदि आज तपाईँको जीवनमा काँडा छन् भने निराश नहुनुहोस्, सायद तपाईँको जीवनको सबैभन्दा सुन्दर फुल फुल्ने तयारीमै छ। र आजको यस टपिक्सको यात्रालाई यहीँ बिट मार्दै फेरि यस्तै रोचक टपिक्सका साथ तपाईँ र मेरो भेट अर्को भिडियोमा हुनेछ। नमस्ते।